साथीहरू, राजा वीरेन्द्र नेपाली जनताको बारेमा कति सोच्थे भन्ने कुराहरू यहाँबाट स्पष्ट हुन्छ। एकचोटि के भयो कि भारतीय प्रधानमन्त्री इन्दिरा गान्धीले नेपालमा 14 महिनाको नाकाबन्दी गरिदिए। धेरैजसो कुराहरू भारतबाट मगाउने हाम्रो देश नेपाललाई भने सङ्कट पर्न थाल्यो। तर राजा वीरेन्द्रले धेरै पैसा खर्च गरेर भए पनि अरू देशबाट प्लेनमा सामग्री मगाएर जनतालाई खुवाए, तर आफू र नेपाललाई भने झुकाउनै मानेनन् र तत्कालीन प्रधानमन्त्री मरिचमान श्रेष्ठलाई बोलाएर सोधेछन्, इन्डियामा काम गर्ने सबै नेपालीहरूलाई कामबाट निकाल्ने भन्ने सुन्छु। नेपालबाट कतिजना बस्न र कतिजना काम गर्न गएका छन्, मलाई 10 दिनमा रिपोर्ट चाहियो भनेपछि 8 दिनमै रिपोर्ट तयार गरी भन्छन् कि सरकार जम्मा 3,70,000 रहेछन्। अनि राजा भन्छन् त्यहाँ रहेका सबै नेपालीहरूलाई रोजगारी दिने व्यवस्था मिलाऊ, जमिन छैन भने प्रति जमिनमा बसल। तर नेपालीले दुःख पाउनु भएन। त्यो 14 दिन नेपालको लागि धेरै अप्ठ्यारो थियो, तर राजा वीरेन्द्रको सुझबुझ र देशभक्तिले गर्दा नेपाल भारतमा निर्भर छैन भनेर देखाइदिए र नेपालीलाई भने अप्ठ्यारो पुग्नै दिएनन्। राजाहरू सबै देशभक्ति र स्वाभिमानी थिए। गणतन्त्र आएपछि आजकलका राजाहरू बाघ दिएर भैँसी ल्याउनेवाला। त्यसैले त भन्छ नि सबै नेपालीहरू देशमा राजा चाहियो।